Hey, my dear friends. Recently, I am in चमिनिया माई स्थान धनुषाको पुष्पलपुरबाट 10 किलोमिटर भित्र र त्यहाँभित्र यस्तो गुफा रहेछ। म यहाँ गुफाभित्र प्रवेश गर्दैछु। कस्तो के रहेछ भन्ने कुरो हेर्नको लागि तपाईहरु हेर्नु होला। यो गुफाभित्र पस्दैछु। उतापट्टि के रहेछ हेरौँ है। एकदम चिप्लो बाटो छ, चिप्लिँदैछ। त्यही भएर तपाईलाई म निरन्तर देखाइरहेको छु। हेर्नु होला। यस्तो चिप्लो बाटो छ। बाप रे, यस्तो साँघुरो बाटो छ। हेर, पानी पर्यो भने के हुन्छ यहाँ। चिप्लेर मान्छे कहाँ पुग्छ। हेर्नुस् त यहाँ गोरेटो बाटो हेर्नुस् त यहाँ पुरै दुवै साइडबाट पहाड छ। त्यो पनि भन्दै दुवैतिरबाट पहाड छ। यो बाटो हुँदै हामी गइदा छौं। कस्तो बाटो रहेछ बाफ रे। हेर्नुस् त यस्ता त्यहाँ तलबाट आको हामी। ओ माय गॉड, देयर हेर त त्यहाँ मान्छे बसिरहेछ। द गाइज आर अलरेडी हियर with the two boys, little boys. सानो बच्चा बाटो। ओहो माय गॉड, चिप्लो बाटो हेर्नुस् त। ओहो, यस्तो ठाउँमा खोइ त कहाँ छ झरना। ओ माय गॉड, त्यहाँ माथि जानु पर्ने रे। ल लेट्स ट्राभल। हेर्नुस् यो बाटो जानु पर्छ रे। म यहाँ छु। यहाँ यो भाइहरु पनि सँगै छौं हामी। यो बच्चन बाबु। ओहो, यस्तो ठाउँमा एकदम कति शान्त वातावरण छ। यहाँ यता यस्तो छ, यता यस्तो छ, यता यस्तो छ, यता ऊ हेर्नुस् त त्यो के रहेछ। आहा, यो पुच्छे, यो दुईजना पुच्छे सँगै आएको। यिनीहरूले हामीलाई लिएर आएको यता। ल अगाडि बढौँ केटा हो, अगाडि बढौँ। छिटो छिटो अगाडि। ल अब यो केटाहरूले हामीलाई उतातिर। आहा, कस्तो चिसो पानी भन्छ नि। केटी रोज्नु मुलको पानी खान के रे, गल्ती भयो त। केटी रोज्नु कुलको पानी खानु मुलको। ओहो भाइ बिस्तारै है, बिस्तारै चिप्लिन्छ भाइ। बाबु चिप्लिन्छ, बिस्तारै जाऊ बिस्तारै। ओहो, यो भाइहरूले हामीलाई लिएर आउँदैछ। हामी पनि जाँदैछौँ। त्यो पनि खाली खुट्टा, नाङ्गो खुट्टा। ओ माय गॉड। अनि मेरो दाइ ब्लग बनाउँदै छ। सबैजना लाइक कमेन्ट अनि शेयर गरिदिनु होला। अनि बेल आइकनको घन्टी पनि दबाइदिनु होला, टिप्दिनु होला। पानी अलि पानी पनि आउँदैछ। ओ माय गॉड, कहाँबाट? ओ यति माथि। माय गॉड। ल जाऊ अब हामी। खोइ त बाटो कहाँ छ? यो बाटो हो? यतिसम्म सीमित छ। ओहो, कहाँबाट तल गतिस बच्चा? बच्चापट्टि यहीँसम्म हो? खोइ त झर्ना खोइ। ओहो